विष आफूले पिउने हो नि आफूले विष पिएर भए पनि यसको एकतालाई जोगाउने हो। खालि हाम्रो प्रयास भनेको चाहिँ पार्टीलाई सान्दर्भिक बनाइराख्ने हो। पार्टीलाई कम्तीमा नागरिकहरूलाई नेपाली कांग्रेस पार्टीभित्र मेरा निम्ति हामीले सोचेको जस्तो हामीले खोजेको प्रश्नको उत्तर खोज्ने प्रयास त भइरहेको छ। नभए त्यो डेड पार्टी हुन्छ। एउटा पार्टीको अधिवेशन भयो हैन, मैले अरू पार्टीको बारेमा टिप्पणी गर्दिनँ, तर यत्रो नौजवानहरूको भावनालाई उसले के गर्यो भने उसले त्यो के पनि होइन भन्दियो। हामी के भन्छौँ त हैन भन्ने कुराहरूको एउटा उत्तर खोज्ने प्रयास मात्र हो। र जे हामी अहिले छलफल गऱ्यौँ, कुराकानी गऱ्यौँ, यहाँ अहिले अगाडि पनि हामी आधा एक घन्टा बसेर कुराकानी गऱ्यौँ। तपाईँहरूको जुन चिन्ता छ जेसुकै होस् तर पार्टी तलमाथि हुनुहुन्न भनेको चिन्ता छ, त्यो कुरालाई अझ थप हामीले त्यसमा प्रष्ट छौँ, तर अरू थप यस्तो कुराले त हामीलाई उत्साहित बनाउँछ नि त। त्यसैलाई पनि एकदम हार्दिक आभार छ। एउटा छ, यो पार्टी हाम्रो, यो देश हाम्रो, यो जनता हाम्रा हुन्, यो प्रजातन्त्र हामीले ल्याएको र यो संविधान हामीले बनाएको। त्यसकारण हाम्रो यसको संरक्षण, सुरक्षा, विकास र प्रगतिका निम्ति हामी एकजुट छौँ। त्यसका निम्ति हामीले हाम्रो पार्टी राम्रो बनाउँछौँ, सक्षम बनाउँछौँ र कार्यकर्तालाई समान अवसर र न्याय दिन्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न छ। त्यसमा तपाईँ दुईटा महामन्त्री हुनुहुन्छ। त्यसकारणले साथीहरूलाई तपाईँले सबैलाई आश्वासन दिएर यो पार्टी अब हामी नेतृत्व गर्दैछौँ भन्ने दृष्टिकोण दिनुहोस्। यही अहिलेको आवश्यकता हो। हामीले उठाइसकेका एजेन्डा हो। प्रदेश एकमा त हामीले विद्रोह सुरु गरे नि सुरुमा, हो हैन? हो नि त एकदम है। त्यो किन भन्दाखेरि उत्पीडन थियो, पार्टीको सत्तालाई जुन चाहिँ क्याप्चर गरेर केही मुठीभर मान्छेहरूले हैन त्यसलाई चाहिँ दुरुपयोग गरेका थिए। त्यसका विरुद्धमा वास्तवमा देशभरि कार्यकर्ताहरू आक्रोशित छन्। अहिले तपाईँले लिड गर्नुभएको छ, आगे बढो हम लोग साथ। भदौ 23 गते अगाडिको नेपाल र भदौ 23 गते 24 गते पछिको नेपाल एउटै होइन। यो भ्रमबाट हामी निस्कनुपर्छ। यो नेपाल एउटै होइन भने चाहिँ भदौ 23 गते अगाडिको नेपाली कांग्रेस पछिको नेपाल एउटै होइन। यो भ्रमबाट हामी निस्कनुपर्छ। यो नेपाल एउटै होइन भने चाहिँ भदौ 23 गते अगाडिको नेपाली कांग्रेस जसरी चलिरहेको थियो, हामी जसरी सोचिरहेका थियौँ, कसैलाई दोष नदिएको हामी पनि त हो होइन। जे गरिरहेका थियौँ जस्ताको जस्तै हुबहु त्यस्तै सोचेर त्यस्तै गरेर आजको नेपालको नेतृत्व गर्न सकिन्न। केही भएकोले हामीले त्यो घटना पछाडि पनि उत्तौलो भएर होइन, यत्रो देशमा घटना भयो, उथल पुथल भयो होइन। सामान्य घटना मान्ने भयो। हामी तिनजना सांसद थियौँ, अब अहिले चाहिँ निर्वाचनको तयारी गर्दैछौँ। यत्रो पार्टी ठुलो पार्टी थियो, सरकारमा थियौँ, के पनि छैन नि त अहिले। यत्रो उथल पुथल त सामान्य घटना होइन। यत्रो उथल पुथल पछाडि नेपाली कांग्रेस पार्टीले यसलाई कसरी हेर्छ त? हामी अब उभिने ठाउँ पहिलाको भन्दा फरक कहाँ छ त? हाम्रो सोचाइ के हो? हामी देश र जनतालाई के भन्छौँ? खास गरी नौजवानहरूलाई के भन्छौँ? उनीहरूको त हामीसँग त क्वेसन छ। उनीहरूलाई हामी के भन्छौँ त? यो सबै प्रश्नको उत्तर खोजौँ। त्यो प्रश्नको उत्तर खोज्नको लागि सबभन्दा सर्वोच्च थलो भनेको अधिवेशन हो। अधिवेशनमा जाउँ, बसौँ, खोजौँ, नेतृत्व पनि त्यो अनुसारले खोजौँ भन्ने हाम्रो प्रयास थियो होइन। त्यो प्रयास गरेर सबैले ल्याउन खोजेको हाम्रो प्रयासबाट हामीले भनेको जस्तो ठ्याक्कै भएन, तर नहुँदै गर्दा पनि हाम्रो केही जिम्मेवारीहरू छन्। त्यो जिम्मेवारी हामीले पुरा गर्नुपर्ने छ। तर दाइले भनेको जस्तो नेपाली कांग्रेस पार्टीलाई हामीले गर्ने प्रयासले त झन् थप बलियो बनाउनु पर्यो होइन। त्यसैले हामीले गर्ने प्रयासबाट, हाम्रो अभियानबाट, यसबाट यति कुरा चाहिँ म पार्टीको एकदम मेरो त अभिभावक पनि होइन र एकदम पार्टीको एकदमै लोकप्रिय नेतालाई साक्षी राखेर मैले भन्ने कुरा के हो भने हाम्रो अभियानबाट नेपाली कांग्रेस पार्टी थप मजबुत हुन्छ। पार्टी यो कोही मान्छेले पार्टी फुट्छ कि फुटाउँछन् कि, अब मैले नजानेर भनेको हो नि त, त्यसमा मेरो टिप्पणी केही पनि छैन। तर नजानेर भनेको होइन, जानी यो कतिपय सन्दर्भमा उकास्न भनेको। त्यसैले म चाहिँ तिम्रो जेनजी आन्दोलनपछि पनि किन परिवर्तन भएनौ, किन उत्साहित छैनौ, किन गरिरहेको छैनौ भन्ने छ। त्यसका लागि यसका निम्ति हामीले अब चाहिँ कार्यकर्तालाई उत्साहित, देशलाई उत्साहित, जनतालाई उत्साहित गराउने सबैभन्दा ठुलो चुनौतीपूर्ण कुरालाई पनि हामीले लिएर जानुपर्छ। अहिले विश्वभरि रहेका नेपालीहरूको चासो छ नेपाली कांग्रेसले लिड गरोस्। चाहे 7 सालमा होस्, चाहे 62-63 होस्, चाहे संविधान निर्माण गर्दा होस्, नेपाली कांग्रेसले नेतृत्व गरेको होस्। त्यो नेतृत्वदायी भूमिका अहिले पनि कांग्रेसले निभाओस् भन्ने छ भने अर्कोतर्फ विश्वका नेपालीहरू किन खुसी छन् भने नेपालमा अहिले वर्तमान र भविष्य दुईटै भएका व्यक्तिहरूको छन्। उनीहरूको हातमा नेपालको नेतृत्व जाँदैछ। तसर्थ उनीहरू संयम, धैर्य भएर अगाडि बढाउन्, त्यो शुभकामना छ देशभरिबाट भनेका छन्। तसर्थ अहिले हामीलाई नेपाली जनतालाई सन्देश दिनुपर्ने छ, यो पार्टी हाम्रो, यो देश हाम्रो, यो जनता हाम्रा हुन्, यो प्रजातन्त्र हामीले ल्याएको र यो संविधान हामीले बनाएको। त्यसकारण हाम्रो यसको संरक्षण, सुरक्षा, विकास र प्रगतिका निम्ति हामी एकजुट छौँ। त्यसका निम्ति हामीले हाम्रो पार्टी राम्रो बनाउँछौँ, सक्षम बनाउँछौँ र कार्यकर्तालाई समान अवसर र न्याय दिन्छौँ भन्ने प्रतिबद्धता व्यक्त गर्न छ। त्यसमा तपाईँ दुईटा महामन्त्री हुनुहुन्छ। त्यसकारणले साथीहरूलाई तपाईँले सबैलाई आश्वासन दिएर यो पार्टी अब हामी नेतृत्व गर्दैछौँ भन्ने दृष्टिकोण दिनुहोस्। यही अहिलेको आवश्यकता हो।